Agrobacterium tumefaciens, a natural genetic Hello everyone, engineer. today we are going to learn about Agrobacterium species. So Agrobacterium species ma चाहिँ variety of Agrobacterium bacteriaहरू पर्छ. It is a soil bacteria. So यसमा चाहिँ usually Agrobacterium tumefaciens, Agrobacterium rhizobiumहरू पर्छ र यसमा चाहिँ आजको भिडियोमा चाहिँ we will be particularly discussing on Agrobacterium tumefaciens. Agrobacterium tumefaciens भनेको चाहिँ यस्तो soil bacteria हो which acts as a natural genetic engineer. Agrobacterium rhizobium is also acts as a natural genetic engineer. आज चाहिँ हामी चाहिँ tumefaciensको बारेमा धेरै हेर्छौँ. सो दिस इज अ कजेटिभ एजेन्ट अफ क्राउन गल्स डिजिज. क्राउन गल्स डिजिज भनेको चाहिँ एक किसिमको ट्युमर जस्तो प्रोलिफ्रेसन हुने प्लान्टहरूमा चाहिँ डाइकोटिलिडेन प्लान्ट्सहरूमा चाहिँ ट्युमर जस्तो प्रोलिफ्रेसन हुने डिजिज हो. सो वाइ इज इट कल्ड क्राउन गल भन्दाखेरि चाहिँ वुन्डेड पार्टहरूमा चाहिँ एग्रोब्याक्टेरियम स्पिसिसले चाहिँ एग्रोब्याक्टेरियम tumefaciensले चाहिँ इन्फेक्सन गराउँदाखेरि चाहिँ त्यो प्लान्टको वुन्डेड पार्टहरूमा क्राउनमा चाहिँ प्रोलिफ्रेसन भएर आउँछ. सो द्याट्स वाइ इट इज कल्ड क्राउन गल डिजिज. सो किन कसरी चाहिँ यो एग्रोब्याक्टेरियम tumefaciensले चाहिँ क्राउन गल डिजिज कज गराउँछ भन्दाखेरि चाहिँ दिस ब्याक्टेरिया एक्ट्स एज अ ट्युमर इन्ड्युसर. सो जसले गर्दाखेरि चाहिँ ऱ्यापिड अनकन्ट्रोल्ड ग्रोथ हुन्छ. जसरी ह्युमनमा एनिमलहरूमा चाहिँ कार्सिनोमा क्यान्सर्सहरू हुँदाखेरि चाहिँ त्यो ऱ्यापिड अनकन्ट्रोल्ड ग्रोथहरू भइरहेको हुन्छ. त्यसै तरिकाले यसमा पनि अनकन्ट्रोल्ड ग्रोथहरू हुन्छ. त्यसले चाहिँ केलाई इन्डिकेट गर्छ भन्दाखेरि चाहिँ ट्रान्सफर्मेसन अफ प्लान्ट टिस्यु बाई कन्ट्याक्ट विथ ब्याक्टेरियम. यो ब्याक्टेरियासँग कन्ट्याक्टमा आइसकेपछि चाहिँ ब्याक्टेरियाको जिनोम चाहिँ त्यो प्लान्टमा चाहिँ ट्रान्सफर्मेसन भएको छ भन्ने कुरालाई चाहिँ जनाउँदछ. यसमा चाहिँ फर्स्ट टाइम 1970मा चाहिँ साइन्टिस्टहरूले चाहिँ के पत्ता लगायो भन्दाखेरि चाहिँ एग्रोब्याक्टेरियम ट्युमर जुन छ त्यो चाहिँ दुईवटा सर्ट अफ एग्रोब्याक्टेरियम ब्याक्टेरियाहरूले चाहिँ गराउँछ भनेर चाहिँ पत्ता लगाउनु भयो. त्यसमा चाहिँ दुईवटामा चाहिँ फर्स्ट स्ट्रेनले चाहिँ सिन्थेसाइज गर्दो रहेछ अक्टोपाइन भन्ने कार्बन कम्पाउन्ड सिन्थेसाइज गर्थ्यो भने सेकेन्ड थरीको स्ट्रेन एग्रोब्याक्टेरियम स्ट्रेनले चाहिँ नोप्यालाइन भन्ने कार्बन कम्पाउन्ड चाहिँ सिन्थेसाइज गर्ने रहेछ. सो एग्रोब्याक्टेरियम भनेको चाहिँ यो एउटा बेसिकली यो ब्याक्टेरियाको स्ट्रक्चर हो भने चाहिँ एग्रोब्याक्टेरियम चाहिँ कस्तो हुन्छ भन्दाखेरि चाहिँ यो इफ दिस इज अ जिनोमिक डिएनए अफ द ब्याक्टेरिया, दिस इज द एक्स्ट्रा न्युक्लियर डिएनए जसलाई हामी प्लाज्मिड पनि भन्छौँ. एग्रोब्याक्टेरियमको खासियत के छ भन्दाखेरि चाहिँ यसमा पनि प्लाज्मिड हुन्छ. सो यो प्लाज्मिडमा चाहिँ एक्ज्याक्टली के छ भन्ने कुरा चाहिँ ले गर्दाखेरि चाहिँ एग्रोब्याक्टेरियम प्लाज्मिडको कारणले गर्दाखेरि चाहिँ एग्रोब्याक्टेरियम लाई चाहिँ नेचुरल जेनेटिक इन्जिनियर बनाउँछ. So we will be having a deeper dive into the plasmid of Agrobacterium tumefaciens. But before that, Agrobacterium tumefaciens को इन्फेक्सन कसरी हुन्छ त? इफ दिस इज द प्लान्टको डाइकोटिलिडेन प्लान्ट हो. यो प्लान्टमा चाहिँ कुनै भागमा चाहिँ घाउ भयो. त्यो घाउ हुँदाखेरि चाहिँ प्लान्टको विन्डेड पार्टमा चाहिँ यस्तो एसिटोसिरिन्जोन भन्ने कम्पाउन्ड केमिकल कम्पाउन्ड, यसको चाहिँ केमिकल नेम चाहिँ यो हो 4-एसिटाइल 2,6 डाइमेथोक्सिफिनोलिक कम्पाउन्ड चाहिँ रिलिज गर्छ. जसले गर्दाखेरि चाहिँ ट्रिगर गर्छ एग्रोब्याक्टेरियमको इन्फेक्सनको लागि चाहिँ ट्रिगर गर्ने हुन्छ. सो एसिटोसिरिन्जोन कम्पाउन्ड जब रिलिज हुन्छ त्यो रिलिज भइसकेपछि इन्भाइरोमेन्टमा भएको एग्रोब्याक्टेरियम जुन ब्याक्टेरिया छ जसले चाहिँ इन्फेक्ट गर्छ त्यो इन्फेक्ट चाहिँ कसरी हुन्छ भन्ने कुरा हो. सो त्यो इन्फेक्सन गराउनको लागि चाहिँ रेस्पोन्सिबल भनेको चाहिँ टिडिएनए जुन छ प्लाज्मिड टिआई प्लाज्मिड भन्ने रेस्पोन्सिबल हुन्छ. सो टिआई प्लाज्मिड भन्ने रेस्पोन्सिबल हुन्छ. यो चाहिँ हाम्रो फर्स्ट स्ट्रेन जुन छ अक्टोपाइन सिन्थेसाइजिङको टिआई प्लाज्मिड भयो भने दिस वान इज द नोप्यालाइन सिन्थेसाइजिङको टिआई प्लाज्मिड. सो टिआई प्लाज्मिडको जेनरल स्ट्रक्चरमा चाहिँ के हुन्छ त? सो टिआई प्लाज्मिडको चाहिँ जेनरल स्ट्रक्चरमा हुने भनेको चाहिँ कम्पोनेन्ट अफ टिआई प्लाज्मिड भनेको चाहिँ एउटा टिडिएनए हुन्छ, एउटा भिर्जिन्सहरू हुन्छ. सो टिडिएनएमा चाहिँ के हुन्छ भनेर पनि हेर्छौँ हामी, भिर्जिन्समा पनि के हुन्छ भनेर हेर्छौँ. सो टिडिएनएमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ यो यस्तो हुन्छ. फर्स्टमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ यसै ओआरआई साइटहरू हो भने चाहिँ यतापट्टि चाहिँ ओपाइन क्याटाबोलिजमको लागि हुन्छ भने चाहिँ यहाँदेखि यहाँसम्म चाहिँ टिडिएनएको पोर्सन हो भने चाहिँ यो लेफ्ट बोर्डर हुन्छ, राइट बोर्डर हुन्छ. लेफ्ट बोर्डर एन्ड राइट बोर्डर आर 25 बेस पेयर्स अफ बेस पेयर न्युक्लियोटाइड बेस पेयर भएको रिजनहरू हो. 25 बेस पेयर यता 25 बेस पेयर यता हुन्छ. अनि बिचमा चाहिँ जिन्सहरू हुन्छ. सो त्यो जिन्सहरू भनेको चाहिँ एउटा चाहिँ अक्सिन सिन्थेसाइजिङ जिन हुन्छ भने
एउटा चाहिँ साइटोकाइनिन सिन्थेसाइजिङ जिन हुन्छ अनि अर्को भनेको चाहिँ रुटिजिन सुटिजिन भन्ने पनि हुन्छ अनि मोर स्पेसिफिकली चाहिँ त्यहाँ अक्टापाइन सिन्थेसाइजिङ जिन हुन्छ सो त्यो अक्टापाइनवाला स्ट्रेन हो भने चाहिँ अक्टापाइन सिन्थेसाइजिङ जिन हुन्छ भने चाहिँ नोपालाइनवाला स्ट्रेन हो भने चाहिँ नोपालाइन सिन्थेसाइजिङ जिन हुन्छ सो यो अक्टोपाइन भयो अनि अर्को भनेको चाहिँ अर्को डिजिन राइट बोर्डरभन्दा यतापट्टि चाहिँ अक्टोपाइन क्याटाबोलाइजिङ हुन्छ अक्टोपाइनवाला स्ट्रेनमा चाहिँ अनि नोपालाइनवाला स्ट्रेनमा चाहिँ नोपालाइन क्याटाबोलाइजिङ भन्ने जिन हुन्छ सो यो भनेको ओरिजिन अफ रेप्लिकेसन भयो अनि यतापट्टि भनेको चाहिँ भिर्जिन्सहरू हुन्छ सो भाइरुलेन्स जिन भिर्जिन्सहरू हुन्छ सो अब यो यहाँ लेफ्ट बोर्डरदेखि राइट बोर्डरसम्मको रिजनलाई चाहिँ हामी टिडिएनए भनेर भन्छौँ सो टिडिएनएको चाहिँ सिग्निफिकेन्स के छ भन्दाखेरि चाहिँ टिडिएनए इज द एक्चुअल portion actual component which is getting to be transferred from bacteria to plant cell so that's why टिडिएनए चाहिँ एकदमै इम्पोर्टेन्ट छ अनि यो टिडिएनएकै कारणले गर्दाखेरि चाहिँ क्राउन गलवाला जुन प्रोलिफरेसन छ प्लान्टको जुन विन्डेड पार्टमा त्यो हुने हो सो टिडिएनएको चाहिँ लेफ्ट बोर्डर र राइट बोर्डरहरूले चाहिँ हेल्प गर्छ यो टिडिएनएको पोर्सनलाई चाहिँ त्यसमा लगेर जानको लागि यस प्लान्ट सेलमा जानको लागि र अदर चाहिँ के छ भन्दाखेरि चाहिँ त्यो वान्स त्यो प्लान्टको भित्र प्लान्ट सेलभित्र छिरिसकेपछि चाहिँ प्लान्टको न्युक्लियससँग इन्टिग्रेट भइसके इन्कर्पोरेट भइसकेपछि चाहिँ यो अक्सिन सिन्थेसाइजिङ जिन साइटोकाइनिन सिन्थेसाइजिङ जिन र अक्टोपाइन सिन्थेसाइजिङ जिनहरू चाहिँ ट्रान्सक्राइब हुन्छ अनि एमआरएनएबाट प्रोटिन बन्छ सो अक्टोपाइन सिन्थेसाइजिङ जिन चाहिँ ट्रान्सक्राइब भयो भने चाहिँ अक्टापाइनहरू कार्बन कम्पाउन्डहरू बन्छ जुन विच कार्बन कम्पाउन्ड अक्टापाइन भन्ने कार्बन कम्पाउन्ड बन्छ त्यो कार्बन कम्पाउन्ड चाहिँ ब्याक्टेरियाले खान्छ एन्ड इट रिलाइज अन अक्टापाइन फर इट्स सर्भाइभल सो अक्टापाइन स्ट्रेनवाला एक्डोब्याक्टेरियम ट्युमिफेसिन्सले चाहिँ अक्टापाइन कार्बनहरू खान्छ सिमिलरली इन नोपालाइन स्ट्रेन नोपालाइनवाला कार्बन कम्पाउन्ड सिन्थेसाइज हुन्छ त्यो चाहिँ त्यो एक्डोब्याक्टेरियम ट्युमिफेसिन्स जुन नोपालाइनवाला स्ट्रेन छ त्यसले खान्छ अनि ग्रो हुन्छ र साथसाथै जुन छ यो अक्सिन सिन्थेसाइजिङ जिन र साइटोकाइनिन सिन्थेसाइजिङ जिनले चाहिँ अक्सिन र साइटोकाइनिनहरू चाहिँ धेरै प्रड्युस गर्छ अनि वी अल नो द्याट अक्सिन र साइटोकाइनिनको रोल के हुन्छ अक्सिनको रोल भनेको चाहिँ हाम्रो सुटिङहरू गराउने हुन्छ भने चाहिँ सेल डिभिजनहरूलाई प्रमोट गर्ने सेल एक्सपेन्सनहरू साइटोकाइनिनको रोल पनि त्यस्तै हुन्छ सो सेल डिभिजन सेल एक्सपेन्सनलाई चाहिँ प्रमोट गर्ने हुन्छ सो अक्सिन र साइटोकाइनिनको चाहिँ लेभल हाई हुँदाखेरि चाहिँ सो ऱ्यापिड प्रोलिफ्रेसनहरू हुने भयो अनकन्ट्रोल पनि हुन्छ सो द्याट्स वाइ ट्युमर जस्तो एकदमै त्यहाँ चाहिँ मासहरू चाहिँ एकदमै झुप्पेर बस्ने भएको हुनाले चाहिँ त्यो ट्युमर जस्तो देखिने भएको हुनाले चाहिँ सो ट्युमर इन्ड्युसिङ यो यही प्लाज्मिडकै कारणले गर्दाखेरि चाहिँ ट्युमर इन्ड्युस भएको हुनाले चाहिँ सो टिआई प्लाज्मिड ट्युमर इन्ड्युसिङ प्लाज्मिड पनि भनिएको हो सो यो भयो हाम्रो टिडिएनएको बाद अब अर्को चाहिँ छ हाम्रो भिर्जिन्स सो भिर्जिन भन्ने चाहिँ भाइरुलेन्सको लागि रेस्पोन्सिबल हुन्छ भाइरुलेन्स भनेको चाहिँ हामीले चाहिँ अब डिजिजमा पनि पढ्छौँ भाइरुलेन्स भनेको चाहिँ इन्फेक्सन हुने भन्नेलाई बुझ्छौँ होइन सो भाइरुलेन्स जिन्समा हुन्छ भिर जिन्स भनेर हुन्छ भिर जिन्समा चाहिँ भिर ए बिसिडिई र जी भन्ने हुन्छ सो अलमोस्ट 36 किलो बेस पेयरको हुने हुन्छ सो यति जुन छ यो भिर्जिनमा चाहिँ भिर रिजनमा चाहिँ भिर ओपेरन भन्ने हुन्छ भिर ओपेरनमा भिर्जिन्सहरू हुन्छ होइन भिर्जिन्सहरूले चाहिँ आफ्नो आफ्नो भिर प्रोटिन्सहरू निकालिरहेको हुन्छ एबिसिडी अनि जी भन्ने प्रोटिनहरू निकालिरहेको हुन्छ अनि यो प्रोटिनहरू चाहिँ रेस्पोन्सिबल हुन्छ यो एक्चुअल टिडिएनए जुन छ टिडिएनएलाई चाहिँ ब्याक्टेरियल सेलबाट चाहिँ प्लान्ट सेलमा चाहिँ ट्रान्सफर गर्नको लागि होइन सो फर्स्टमा चाहिँ ए र जी जुन छ ए र जीहरू चाहिँ मोनोसिस्ट्रोनिक जिनहरू हो वेराज अदर्स आर पोलिसिस्ट्रोनिक जिन अब कसरी रोल खेल्छ त भिर रिजनले चाहिँ एग्रोब्याक्टेरियम ट्युमिफेसिन्सको टिडिएनएलाई चाहिँ ट्रान्सफर गर्नुमा चाहिँ त्यसमा चाहिँ के छ भन्दाखेरि चाहिँ भिर ए जुन छ भिर एले चाहिँ सेन्सर जस्तो एक्ट गर्छ भिर ए जिनबाट बनेको प्रोटिन जुन छ भिर ए प्रोटिन चाहिँ विच एक्ट्स एज अ रिसेप्टर होइन अनि त्यो चाहिँ हाम्रो जुन ब्याक्टेरियाको सेलको सर्फेसमा चाहिँ एउटा रिसेप्टर जस्तो एक्ट गरिरहेको हुन्छ फर इक्जाम्पल इफ दिस इज द ब्याक्टेरियल सेल यो चाहिँ हाम्रो ब्याक्टेरियल सेल हो र यो चाहिँ प्लान्ट सेल हो अब फर इक्जाम्पल प्लान्ट चाहिँ वुन्डेड भयो भने चाहिँ यसले चाहिँ एसिटाइल सिरिन्जोन भन्ने कम्पाउन्डहरू रिलिज गरिरहेको हुन्छ अनि यतापट्टि चाहिँ भिर ए को प्रोटिन हुन्छ सो भिर ए को प्रोटिनले चाहिँ यतापट्टिबाट एस्ट्रोसिरिन्जोन भन्ने जुन रिलिज भइरहेको हुन्छ त्यसलाई चाहिँ रिसिभ गर्छ होइन त्यो रिसिभ भइसकेपछि वी अल नो द्याट सिग्नल ट्रान्सडक्सनको पाथवे हुन्छ सो त्यो पाथवेबाट चाहिँ भिर
ए प्रोटिनले रिसिभ गरिसकेपछि भिरे प्रोटिन एक्टिभेट हुन्छ। भिरे प्रोटिनले चाहिँ त्यसपछि सिग्नल क्यास्केडिङ हुन्छ, भिरजीलाई एक्टिभेट गर्छ। भिरजीलाई एक्टिभेट गरिसकेपछि चाहिँ भिरजीले चाहिँ जुन हाम्रो ओपेरन जुन छ भिर ओपेरनको चाहिँ यो जुन भिर ओपेरनको चाहिँ त्यहाँ भिर बक्सलाई नै एक्टिभेट गर्ने काम गर्छ, द्याट इज होल जिनलाई नै एक्टिभेट गर्ने काम गर्छ। अनि यो चाहिँ जुन छ यसले चाहिँ प्रोमोटरसँग बाइन्ड गरेर चाहिँ ट्रान्सक्रिप्सनल फ्याक्टरको रूपमा काम गर्ने हुन्छ। अनि सो बाँकी रहेको भिर बिसी र डी यो प्रोटिनहरू रिलिज हुन्छ। अनि बाँकी रहेको प्रोटिनहरूले चाहिँ जस्तै भिर ईले भिर डीले चाहिँ यो टी रिजन जुन छ टी रिजनसँग चाहिँ बाइन्ड गर्ने गर्छ भने चाहिँ भिर ईले चाहिँ गाइड गरेर चाहिँ एउटा भिर बीहरूले चाहिँ च्यानल जस्तो बनाउँछ, च्यानल यो र यसको बिचमा च्यानल जस्तो बनाउँछ भने भिर ईले चाहिँ गाइड गरेर लगेर जान्छ यतापट्टि अनि न्युक्लियस लोकलाइजेसन रिजनसम्म लिएर जान्छ। अनि त्यहाँ चाहिँ प्लान्टको अन्य प्रोटिनहरूले चाहिँ यसलाई चाहिँ भित्र छिराउने काम गराउँछ। सो भिरजीले चाहिँ हाम्रो होल भिर ओपेरनलाई नै एक्टिभेट गर्यो भने बाँकी रहेको प्रोटिनहरूले चाहिँ यो ट्रान्सफर डिएनए जुन छ सो ट्रान्सफर डिएनएलाई चाहिँ सिङ्गल स्ट्रान्डेड डिएनएलाई चाहिँ त्यहाँसम्म लिएर जानमा र इन्कर्पोरेट गर्नुमा चाहिँ हेल्प गराउने भयो। अनि यसरी गरिसकेपछि चाहिँ अब यो टिडिएनएमा भएको आफ्नो कम्पोनेन्टहरू चाहिँ त्यहाँ ट्रान्सक्राइब हुन्छ। ट्रान्सक्राइब गरिसकेपछि चाहिँ सो अक्जिन सिन्थेसिस साइटोकाइनिन सिन्थेसिस हुने भयो। अनि अक्टापाइन सिन्थेसिस हुने भयो। अक्टापाइन चाहिँ एग्रोब्याक्टेरियमले युज गर्छ। अक्जिन र साइटोकाइनिनको कारणले गर्दाखेरि चाहिँ त्यहाँ चाहिँ ओभर ग्रोथहरू हुने गर्छ। So this is the natural method of gene transfer mediated by Agrobacterium tumefaciens. So that's why it is known as the natural genetic engineer. So in the next video we will discuss on how Agrobacterium plays a role of a vector for gene transfer methods भनेर चाहिँ पढौँ. So this much for today. Thank you.